यो मन्त्री परिषद भनेको चाहिँ यो प्रधानमन्त्रीय पद्धतिमा सामान्य प्रधानमन्त्रीज्यूकै विवेकमा पनि चल्छ र मलाई लाग्छ उहाँले कन्फिडेन्स गुमाउनु भयो, उहाँलाई शङ्का लाग्यो, उहाँले मन्त्रीलाई राजीनामा दिन लगाउनु भयो हैन। प्राइम मिनिस्टरको कन्फिडेन्स रहन्जेल कोही पनि मन्त्री रहन्छन्, कन्फिडेन्स गुमेको दिन मन्त्रीहरू रहन्नन् भन्ने सिद्धान्त अनुसार नै यो अगाडि भएको छ। मैले चाहिँ डिटेल चाहिँ मैले हेर्न पाएको छ। अब उहाँहरू दुवैजनाको सम्बन्ध यति सुमधुर छ कि अब हाम्रो भूमिका नै त्यो आवश्यक छैन। अहिले प्रत्यक्ष संवाद हुन्छ उहाँहरू बीच चाहिँ हरेक ठुला निर्णयहरू आपसी सरसल्लाहबाट नै भइराखेका छन् र यो एउटा नेपालको राजनीतिमा वास्तवमा एउटा अनुकरणीय अभ्यास पनि हो। र यो किन सम्भव भयो भन्दाखेरि निर्वाचन अगाडि गरेको वाचा नै यही थियो नि हैन। हामीले हाम्रा सभापतिले अबको प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह भनेर हामी निर्वाचनमा उभिएका थियौँ र त्यसप्रति इमानदार चाहिँ सभापतिजी पनि हुनुभएको छ र हाम्रो पार्टी पनि छ र एकदमै राम्रो ट्युनिङका साथ यो काम अगाडि बढिरहेको छ। मेरो भूमिका को आवश्यकता महसुस हुँदाखेरि मागिएका सल्लाह नमागिएका सल्लाह दिने कुरामा म जहिले पनि म उपलब्ध भएकै छु। उहाँहरूको संवादको कुरा एकदमै नियमित सम्पर्क हुन्छ। सभापतिजी प्रधानमन्त्री निवासमै जानुहुन्छ, प्रधानमन्त्रीजी हाम्रो सभापतिजीको निजी निवासमा पनि जानुहुन्छ र उहाँहरू बीच दिनमा नै पटक पटक फोन संवाद पनि भइरहेको हुन्छ। अब यो झ्याली पिटेर हैन चाहिँ म फलानाको घरमा गएँ, फलाना मेरो घरमा आयो भने पुरानो संस्कारलाई हामीले तोडेका पनि हौँ। प्रधानमन्त्रीजीको स्वभावबारे देश नै परिचित भइसकेको छ, कम बोल्ने काम धेरै गर्ने भन्ने छ। त्यो स्वभाव अनुरूप नै हाम्रो चाहिँ गतिविधिहरू अगाडि बढिरहेका छन्। यहाँ कुनै दरार कुनै मिसअन्डरस्ट्यान्डिङ केही पनि छैन। त्यो पहिलो प्रसङ्ग चाहिँ अब म आफै साक्षी भएको हुनाले यसलाई स्पष्ट पारिदिउँ हैन। सम्मान्य प्रधानमन्त्रीज्यूको बायाँपट्टि म बस्ने गर्छु संसदमा र त्यो दिन स्वास्थ्यकै कारण उहाँ चाहिँ बाहिर जान खोज्दै हुनुहुन्थ्यो। मलाई सोध्नु पनि भयो यहाँ नजिकै शौचालय छ कि छैन भनेर र सम्मान्यज्यूले आफ्नो पाठ र त्यो सम्मान्यज्यूले राष्ट्रपतिज्यूले बोल्नुभएको जुन वक्तव्य पाठ गरिराख्नु भएको वक्तव्य हामीले नै बनाएको हो, ड्राफ्ट गरेको। त्यसैले उहाँले बोल्दा बोल्दै कहाँ पुग्नुभयो, कति बाँकी छ भन्ने मलाई थाहा थियो राम्ररी र मैले प्रधानमन्त्रीज्यूलाई चाहिँ आधा पुग्यो, यो सकिन अझै टाइम लाग्छ भनेपछि उहाँलाई त्यो निजी प्रयोजनको लागि उठेर जानुभएको हो हैन। त्यो कुनै राष्ट्रपतिज्यूप्रति अनादर, आफ्नै नीति कार्यक्रमप्रति अविश्वास भएर भएको होइन। यो चाहिँ पछि यसलाई एकदमै अब मान्छेहरूले सही सूचना नपाउँदाखेरि चाहिँ आफ्नो कल्पना जे हुन्छ नि, यो प्रधानमन्त्रीले चाहिँ संसदलाई त्यति रेस्पेक्ट गरेका छैन कि भन्ने जुन बायस लिएर बसेका मान्छेहरूलाई एउटा मसला चाहिँ भयो, तर यथार्थ त्यो हुँदै होइन। एकदमै अलिकति अनादर जस्तो त भएन राष्ट्रपतिलाई? उहाँको उठ्नु पर्ने बाध्यता थियो, त्यो चाहिँ थियो है। म साक्षी छु, सायद म मात्र होला त्यहाँ साक्षी। उहाँ उठ्नुपर्ने बाध्यता थियो, त्यो भयो। सायद पछि प्रधानमन्त्रीज्यूलाई चाहिँ फेरि फर्केर जाँदा सकिसकेको छ कि के पनि भन्ने भयो होला। अग्री गर्न नै पनि तपाईँलाई आफैलाई उहाँ जानुपर्ने ठाउँमा मलाई भनिरहनु भएको छ जस्तो लागेन? छैन, त्यो संविधानले हाम्रो प्रतिनिधि सभाको नियमावलीले कल्पना गरेको विषय हो। प्रधानमन्त्रीले आफू नजाने वा जान नसक्ने अवस्थामा प्रधानमन्त्रीले तोकेको मन्त्रीले जवाफ दिन सक्ने भन्ने स्पष्ट प्रावधान छ। त्यसमै टेकेर चाहिँ यो गरिएको हो। अब उहाँले त्यो बिन्दुमा जवाफ दिन किन चाहनु भएन इत्यादिमा म प्रवेश गर्न चाहन्न, तर यो गैर कानुनी पनि होइन, गैर संसदीय पनि होइन, एकदम स्वाभाविक चाहिँ कानुनी प्रयोजनमा टेकेर भएको कुरा हो। पछि जब उहाँ रेडी हुनुभयो जवाफ दिनको लागि आउनुभयो र पोडियममा जवाफ पनि दिनुभयो पनि भयो होइन सीमालाई लिएर। त्यो विवादको विषयमा चाहिँ पछि पार्टीभित्र अथवा सरकारमा कुरा भयो कि भएन? हाम्रो अनौपचारिक कुराहरू भएको छ, तर त्यसलाई पनि हाम्रो सरकारको आधिकारिक धारणा त परराष्ट्र मन्त्रालयबाट आयो। त्यसमा उहाँको अभिव्यक्तिलाई लिएर त धेरै विज्ञहरूले नै यो हुँदै नभएको कुरा उहाँले बोल्नुभयो भन्ने आयो। त्यो पटक पटक अहिले सुन्ने हो भने पनि त्यो त उहाँको अभिव्यक्ति गलत नै थियो भन्ने छ नि। क्रस बोर्डर होल्डिङ र अकुपेसनको ब्रिफिङ उहाँलाई भएको हो, मैले यति भन्न सक्छु। र त्यसैको सेरोफेरोमा त्यो फ्रेस ताजा ब्रिफिङ उहाँलाई भएको थियो परराष्ट्र मन्त्रीज्यूकै तहबाट हैन। जुन छन् नि हाम्रो सीमापारी चाहिँ त्यो क्रस बोर्डर अकुपेसन होल्डिङ्सका कुराहरू, त्यो
त्यो कन्टेक्स्टमा नै प्रधानमन्त्रीज्यूले जवाफ दिन खोज्नु भएको जस्तो मेरो बुझाइ हो हैन। त्यही हुनुहुन्थ्यो तपाईलाई यो उहाँको ब्लन्डर भयो जस्तो फिल? उहाँले त्यही क्रस बोर्डर इस्यु नै उठाउनु भएको जस्तो मलाई लागेको थियो, तर पछि फर्केर हेर्दाखेरि चाहिँ त्यसलाई अलि बृहत्तर ढङ्गले इन्टरप्रेट गर्न सकिने ठाउँ चाहिँ रह्यो। त्यो गलत लाग्यो पछि तपाईलाई इन्टरप्रेट गर्दा चाहिँ? होइन, उहाँको नियत चाहिँ त्यो क्रस बोर्डर होल्डिङ्स नै हो भन्ने मलाई थाहा थियो हैन, तर त्यो बाहिर जसरी आयो त्यो चाहिँ त्यसको चाहिँ अलिक फराकिलो व्याख्या हुन जान्छ भन्ने जोखिम चाहिँ मैले देखेको थिएँ। हजुर, अब अहिले जस्तो संविधान संशोधनको एउटा टिम छुट्टै छ, उसले गृह कार्य गरिरहेको छ हैन, तर त्यो टिम चाहिँ निर्वाचित पनि होइन, कतै शपथ खाएको पनि छैन र अब संविधानका धेरै गोप्य विषयहरू हैन, एकदम कन्फिडेन्सियल कुराहरू पनि हुन्छन् नि, त्यो चाहिँ अब कसरी काम भइरहेको हो? त्यो अलिकति निर्वाचित नभएर अब जस्तो अहिले असीम शाहको नेतृत्वमा जुन छ त्यसले गरिरहेको यो खास पार्टीभित्रै छलफल भएर भएको हो अथवा प्रधानमन्त्रीले आफ्नो रूपमा गर्नुभएको हो? त्यो चाहिँ अलिकति, किनकि निर्वाचित त होइन उहाँहरू होइन, तर गृह कार्य गरिरहनु भएको छ, त्यसलाई चाहिँ कसरी हेर्नु भएको छ? राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्र पढ्न भ्याउनु भएको छैन होला तपाईँहरूले। म सम्पूर्ण सञ्चारकर्मी साथीहरूलाई त्यतातिर हेर्न बकाइदा लेखेका छौँ, हामी निर्वाचित भएको 100 दिनभित्र संविधान संशोधनका लागि सहयोग पुग्ने गरेर एउटा बहस पत्र तयार गर्छौँ।